हेलो एभ्रिवान, नमस्ते, स्वागत छ श्याम थापाको च्यानलमा। आज हामी चाहिँ बुङमतीको गणेशस्थान मन्दिरमा दर्शन गर्न आएको छौँ। हामी चाहिँ आज बुढाबुढी दर्शन गर्न आएका छौँ। दर्शन गरेर सकि पनि सक्यो। अब दर्शन गरेर सकिसक्यो। अब घरतर्फ लाग्दैछौँ हामी चाहिँ। तर हजुरहरू पनि आउनु होला दर्शन गर्न गणेशस्थान मन्दिर बुङमती। अब कहाँ जाने भन्छ? घर जाने? उँधो पुलतिर जाने भने नि? यताबाट जाने हो? पानीको छुइरहेछ अहिले। यहाँहरू पनि आउनु होला है बुङमती कार्यविनायक गणेशस्थान मन्दिरमा दर्शन गर्नलाई। म चाहिँ आज आइसकेको गाइस। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पुल। यो चाहिँ पुल ल हेर्नुहोस् गाइस, यो चाहिँ बुङमती गणेशस्थान मन्दिरको ठ्याक्क अपोजिट साइडमा यहाँबाट गणेशस्थान मन्दिरको पछाडिपट्टि पुल छ। यो पुलबाट सिधै गयो भने मच्छिन्द्रनाथको मन्दिर पुग्न सकिन्छ। अब हामी चाहिँ यो पुल तरेर जाँदैछौँ। पुललाई चाहिँ ढोगेर हेर्नुपर्छ जहिले पनि ल। यो पुल तर्नुपर्छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ पुलमा आइसकेका छौँ। यो पुल यहाँबाट तर्ने हिँड अगाडि। ल हेर्नु गाइस, मेरो बुढी चाहिँ पुल तरेर आउँदैछन्। ठ्याक्कै यहाँ माथि चाहिँ यहाँ माथि डाँडामा देखिए चाहिँ ठ्याक्कै बुङमतीका गणेशस्थान मन्दिर हुन्। हामीले दर्शन गरेर आइसकेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ पुलबाट बनाएको दृश्य। सरर यो पारिपट्टि यो दक्षिणकाली जाने बाटोभन्दा अलिकति मनतिर त्यो डाँडामा हेर्न सक्नुहुन्छ हाम्रो नेपाली फ्ल्याग एकदम हात्तीवन एकदम ठुलो बनाएर राखेको छ हाम्रो नेपाली फ्ल्याग झन्डालाई। देख्न सक्नुहुन्छ। जुम गरेर देखाइदिन्छु म। हेर्नुहोस् हाम्रो चाहिँ फ्ल्याग, नेपाली फ्ल्याग देख्न सक्नुहुन्छ। म चाहिँ अहिले ठ्याक्क पुल माथि नै छु। यो पुलबाट बनाएको दृश्य हो यो।
हेर्न सक्नुहुन्छ। यो चाहिँ म पुलबाट तर्दै गर्दा देखिएको दृश्य हो। यो चाहिँ डाँडाकाँडा कार्यविनायक मन्दिर पछाडिबाट हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, यी चाहिँ बाँसझाङ रहेछ, यहाँ ठुलो बाँसझाङ होइन। अनि यो चाहिँ पुल, म चाहिँ ठ्याक्कै यो पुलको आधी बिच भागमा छु। यहाँबाट उँधो देख्न सक्नुहुन्छ। यिनी चाहिँ त्यो पुलबाट उँधो सिधा गएपछि पनि पुगिन्छ। यो तलबाट मान्छे पनि हेर्न मिल्छ, एकदम धेरै राम्रो छ। अनि यहाँ देख्न सक्नुहुन्छ तलबाट चाहिँ यो पुल मुनिबाट चाहिँ मान्छेहरू पनि हिँड्न सक्नुहुन्छ। यहाँ चाहिँ खेतहरू, कति राम्रा खेतहरू होइन हिँडिरहनु भएको छ। खेत छ, हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, खेतहरू, लसुन प्याजहरू रोपेको दृश्य देख्न सक्नुहुन्छ तपाईँहरूले। हेर्नुहोस्, यसलाई बारी भन्दैन, यसलाई चाहिँ खेत भन्छ कि। यो चाहिँ खेत हो। यसमा अनि खेतमा त लसुन रोप्ने हो नि, खेतमा लसुन रोप्ने हो। यहाँ तल हिनार छ, हेर्न सक्नुहुन्छ। ऊ यहाँ तल हिनार। अनि यो चाहिँ पुल गाइस, म हिँडिरहेको छु पुलमा। मेरो बुढी अगाडि हिँडिरहेको छ पुलमा। ल है, हजुरहरू पनि आउनु होला है रमाइलो गर्न। रमाइलो सँगसँगै कार्यविनायक गणेशस्थान मन्दिरमा दर्शन पनि गर्न पाइन्छ गाइज। पुल पनि तर्न मिल्छ। यहाँबाट देख्न सक्नुहुन्छ, यो भरङ चढेर जान पनि सकिन्छ, पुल तरेर आउन पनि सकिन्छ। सबभन्दा राम्रो चाहिँ पुल तरेरै आएको छिटो हुने रहेछ। त्यही भएर म चाहिँ पुलबाट आइरहेको छु। ल हेर्नुहोस्, मेरो बुढी चाहिँ अगाडि हिँडिरहेछन्। ठ्याक्क पुल तरेर अब सकिन लाग्यो गाइज, अब आउन लाग्यो। पुल तर्न लागिसक्यो। मेरो बाइक चाहिँ अलि माथि छ, गणेशस्थान मन्दिरनिर पार्किङ गरेर आएको छु गाइज। म चाहिँ हल्का यसो यहाँ आइसकेपछि यसो घुमेर जाऊँ न त भनेर घुम्न आएको गाइज। ल हेर्नुहोस्, यो चाहिँ बुगमती। यहाँबाट अलिकति हिँड्दै गएपछि मच्छिन्द्रनाथको मन्दिर पनि आउँछ। मच्छिन्द्रनाथ ठ्याक्क पुगिन्छ। यो चाहिँ बुगमती देख्न सक्नुहुन्छ। ल गाइस, म चाहिँ अब पुल तरिसकेर एकछिन त्यहाँको माहौल हेरेर फेरि म चाहिँ अब पुल तरेर उता मन्दिरतर्फ जाँदैछु। हेर्न सक्नुहुन्छ, यो चाहिँ पुल होइन, यो चाहिँ पुल हो। जाँदैछु गाइस, तरेको राम्रो फुलहरू छन्। यिनी चाहिँ बाँस हेर्न गाइस कति राम्रो छ। यसमा घाँसको माथिदेखि तलसम्म हेर्नुको अब दृश्य देख्न सक्नुहुन्छ। यो चाहिँ बाँसको घाँसहरू, हरियाली कति राम्रो छ। अनि गाइस, यो पुल चाहिँ धेरै लामो पनि रहेछ। अनि म चाहिँ तरिरहेको छु पुल। यहाँ माथि देख्न सक्नुहुन्छ, यो डाँडाको कार्यविनायक मन्दिर। त्यहाँदेखि अगाडिपट्टि मन्दिर हुनुहुन्छ। कति राम्रो दृश्य है, हेर्न सक्नुहुन्छ। म चाहिँ गइरहेको छु। यो उँधो हेर्न मैले अघि नै देखाइहालेँ, कति राम्रो खेत बारीहरू अनि हरियाली जङ्गल। त्यसै गरेर यो त उँधो पनि धेरै राम्रो छ। त्यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। यहाँहरू सबैलाई बाई बाई, नमस्ते।
बाहिर लगाएर Thank you.